आज फेरि हामी लाग्यो मोरङ्गी टिप्न रमेश दाई मोरङ्गी ल्याउने हो भरे हँसिया चाहिँ काँडा हुन्छ गाइस म भनि देखाउँछु होइन हँसिया लाने हो काट्ने हो मस्त त्यतिको लागि आएको कस्तो दामी हुन्छ टमाटर टमाटर हालेर पकाएर खाएपछि भात त आम्मा एक थाल जान्छ नि यतिमा त यो भन्नु यो चाहिँ सियालको कोट भन्छ हाम्रोतिर यसलाई यहाँ पहिले पुरा सियाल बस्थ्यो अरे क्या यहाँनिर सेल बस्दैन सियाल यहाँनिर बस्थ्यो अरे पहिले अब हामी टिप्न आइपुग्न आँट्यौँ यो हात्तीको साइरन यो कटर जानुपर्छ तार गाह्रो छ यो चाहिँ हात्ती आउँदाखेरि छोयो भने त्यसले बच्छ क्या यो चाहिँ यसरी छिर्ने क्या यो तारदेखि यस्तो तार छ हात्तीको होइन दाइ छिरिसक्नु भयो पकाएको छिर्न आँट्दै हुनुहुन्छ यो तार टेकेर यसरी तारमा चाहिँ करेन्ट छ क्या हात्तीलाई ट्याक्क यसरी टेक्ने हो नआएको चिज यो घारीमा पाइन्छ यो चाहिँ मोरङ्गी छिप्पेको मोरङ्गी हो यो मोरङ्गी भनेको यस्तो पत्ता हुन्छ होइन यो टिप्न आएको हामी म देखाउँछु अहिले पुरा यस्तो घारीमा फल्छ क्या काँडा हुन्छ लस्टै हिलो छ गाह्रो छ यस्तो हिलोमा छिप्नुपर्छ झुक्सीमा सोही अहिले म तपाईँलाई देखाउँछु अहिले म भेटेको छैन अहिलेसम्म एउटा पनि हो क्या गाइस मोरङ्गी भनेको साह्रै दामी हुन्छ आमामा खाना त भात त यसले त हजमुलाको काम गर्छ त्यो ठुलो बधाई यस्तो हुन्छ यस्तो मोरङ्गी भर्खर दुईवटा मात्रै भेटियो गाइस होइन है मोरङ्गी टिप्यो दाइले रमेश दाइ कति टिप्नुभयो रमेश दाइले टिपिसक्नुभयो काले काका त टिप्दै हुन्छ है काले काका थोरै टिप्नु भयो है दामी छ पुरा होली छ क्या यहाँनिर चाहिँ मस्त हाते हाल खेल्ने होली हो यो हाते हाल खेल्ने दाइले धेरै टिप्नु भयो रमेश दाइले दाइ देखाइदिनु त फर्केको हामी मोरङ्गी लिएर दुईजनाको हातमा मोरङ्गी घर पुग्न आएको यहाँ बाटो छ अगाडि बाई बाई